अनि हाम्रो हस्पिटालिटी सेक्टरमा हाम्रो जुन विद्यार्थी नेपालीहरू त्यसै पनि हस्पिटेबल भनिन्छ होइन। तर कता कता हाम्रै इन्डस्ट्रीले है लोकल इन्डस्ट्रीले चाहिँ अलिकति मिसम्याच कता कता, किनभने हाम्रो जति प्रोडक्ट हुन्छ होइन उहाँहरूको यो निड बेस भन्दा पनि अलिक बढी सप्लाई भयो होइन, डिमान्ड बेस भन्दा पनि हामीलाई चाहिएको चाहिँ प्रोडक्ट हामीले पायौँ भन्ने कता कता गुनासो सुनिन्छ। के सत्य हो यो तपाईँको विचारमा के? मैले पनि त्यस्तै पाएको छु सर। जस्तो अब विद्यार्थीले मैले अपर्च्युनिटी पाउँछन् भन्दै जाने क्रममा धेरै अहिले होटलहरूले मलाई यस्तो सर मलाई स्टुडेन्ट पठाइदिनुहोस् भनेर फोन गर्नुभएको हुन्छ र पढ्दै जाँदाखेरि इभन जबमा पनि एप्लाई गर्दाखेरि जब पाउने अवस्थामा ल तिमीहरू त्यहाँ जाऊ यस्तो होटलमा तिम्रो अपर्च्युनिटी छ है भन्दाखेरि विद्यार्थी कति सुविधा खोजिराखेको हुन्छ त भन्दा सर मेरो घर पायो भने चाहिँ मलाई भनिदिनु होला, त्यहाँ चाहिँ अलिक टाढा हुन्छ भनेर विद्यार्थीले भन्छन्। भने ऊ होटल म्यानेजमेन्ट पढ्न आएको छ, उसलाई हामीले खोजी खोजी उसको घर नजिकको कुनै एउटा होटल खोजेर उसले जबमा लगाइदिनु पर्ने अवस्था छ। उसले अलिक टाढा भयो भने एफोर्ड गर्न नसक्ने, मसँग बाइक छैन भन्ने त्यस्तो एक्सक्युजेसहरू